गुड आफ्टरनुन। आज चाहिँ म यो सुजी बनाउन आँटेको। यहाँनिर कराईमा लगाएर चिनी कम्ती हालेर बनाउनु पर्छ किनभने घरमा सबैजना सुगरको बिमारी मात्रै छ हो। अहिले भर्खर हालेको, यो खानु मन पर्यो। एकछिनमा भोक लाग्छ, के गर्नु। यस्तो चाहिँ यहाँ चाहिँ पानी तातिँदैछ। यो चाहिँ सुजीको लागि। अहिले बनाएपछि देखाउँछु ल। म यसमा घिउ हाल्दैछु है साथी हो। यो चाहिँ अर्ग्यानिक घिउ हो। अर्ग्यानिक घी एकछिन हालेर यसलाई माइ गॉड यसले चाहिँ टेस्टी हुन्छ किनकि ड्राई फ्रुट नहालेको म मन पर्छ। ड्राई फ्रुट त्यस्तो मन पर्दैन यसमा। अब यसमा चाहिँ हल्कासँगले पानी लगाएर एकछिन पकाउनु पर्छ। अब यसमा सुगर एड गर्दैछु। सुगर कम्ती मात्रामा, ज्यादा खाँदैन, यतिको खानु ठिक्कै हुन्छ। अझै हेर्नुहोस् है, यो चाहिँ पाकिसक्यो है साथीहरू। यो चाहिँ पाकिसक्यो हो। अब चाहिँ हालेर खान आँटेको है हामी। पाकिसक्यो, हलुवा रेडी भयो। अब चाहिँ खान लागेको ल। म चाहिँ खाएकै, मम्मीहरूले चाहिँ यहाँ खाँदैछ। दामी भएछ, टेस्टी।